हेलो यहाँहरू सम्पूर्णमा नमस्ते। यो चाहिँ आज हामीले मटनको रेसिपी बनाएको थियौँ। यो चाहिँ त्यही भएर आज तपाईँहरूमा सेयर गर्न गइरहेको छौँ। आज चाहिँ मेरो बिदा भएर फुर्सद भएर साथी र भाइसँग चाहिँ मिलेर हामीले चाहिँ यसरी मटन बनाएर खाने प्लान गऱ्यौँ। र यो मटन कति ठुल्ठुलो पिस हालिदिएको भनेर मैले भनेको थिएँ, धेरै ठुलो पिस हालिदिएछ। अनि यसरी चाहिँ आज युनिक स्टाइलमा बनाउने भनेर पहिला मटनलाई मजाले धोयौँ। धोइसकेपछि कराईमा हाल्यौँ र कराईमा हालेर यो धोएको पानी जति सबै सुकोस् भनेर चाहिँ यसलाई छुट्टै पकायौँ। त्यसपछि चाहिँ हामीले गार्लिक जिन्जरलाई एकदम फाइन चप गऱ्यौँ र अनियन र टमेटो चाहिँ यसरी काटेर हामीले सेपरेट गरेर राख्यौँ। त्यसपछि हामीले चाहिँ अब के गर्छौँ भन्दाखेरि भात अर्को सिटी लगाइसकेँ अनि डाक्टर साहब आउनुभयो कुर्सी ल्याएर, अनि भाइ आउनुभयो टोपी लगाएर, हाई गएर फेरि भाइ हाँस्दै जानुभयो। र यसपछि यो मसला बक्स चाहिँ अब युके आइसकेपछि, विदेश आइसकेपछि हरेक नेपालीसँग हुने मसला बक्स हामीसँग पनि थियो। अब यो चाहिँ हामीले मासु यहाँ चाहिँ मजाले पानी निक्लिसकेपछि हामीले चाहिँ त्यो गार्लिक र जिन्जरलाई मजाले गरेर पकाउँ है डाक्टर साहब भन्दाखेरि उहाँले हुन्छ भन्नुभयो। र यसो गरिसकेपछि हामीले चाहिँ अलिकति मसलाको चाहिँ मैले मसला देखाएँ तपाईँहरूलाई। यो चाहिँ सुरुमा चाहिँ कोरिएन्डर पाउडर, जिरा पाउडर, अनि धनिया भयो के अरे हाम्रो टर्मेरिक पाउडर, अनि अलिकति चाहिँ यो हाम्रो घरबाट ल्याएको ल्वाङ सुकमेल अदुवा केको पेस्ट थियो। यो चाहिँ नेपालबाटै लिएर आएको थिएँ, कहिलेकाहीँ यसो मासु बनायो भने चाहिन्छ भनेर। अनि त्यसपछि चाहिँ हामीले मसला देखाइसकेपछि हामी चाहिँ उतातिर फेरि मासु चलाउन लाग्यौँ। मासु चलाइसकेपछि फेरि डाक्टर साहबले भन्नुभयो के तरिका हो यो तपाईँको भन्नुभयो। मैले भने युनिक तरिका हो, पहिला चाहिँ यो धोएको पानी मजाले सुकोस्, त्यसपछि चाहिँ हामीले गार्लिक र जिन्जरलाई मजाले अलिकति ब्राउन हुने गरी भुटिसकेपछि चाहिँ हामीले मासु हाल्छौँ भनेर भन्यौँ। र यसपछि तेल हाल्यौँ। डाक्टर साहबलाई सोध्दै त्यही भएर अलि हाल्दै गरेर तेल हालेको थियौँ। र यो डब्बा चाहिँ हामीले पहिला चाहिँ ह्यान्डवासको थियो, यसलाई चाहिँ धोएर हामीले तेल हाल्ने बनाएको थियौँ किनकि मलाई एकदमै मन पऱ्यो त्यो तेल निकाल्न एकदमै सजिलो भएको कारणले। अनि डाक्टर साहबले मुस्कुराउँदै भन्नुभयो डाक्टर साहब यो त तेल के ह्यान्डवासको जस्तो। अनि मैले भने नेपाली भएपछि जहाँ गए पनि जुगाड गर्नुपर्छ। अनि यो भइसकेपछि हामीले जिन्जर र गार्लिकको पेस्ट हाल्यौँ अनि मजाले त्यसलाई भुन्यौँ। भुनिसकेपछि अलिकति ब्राउन हुने बित्तिकै हामीले त्यसमा प्याज हाल्यौँ र प्याजलाई पनि मजाले ब्राउन हुन दियौँ। र प्याजलाई मजाले ब्राउन हुन दिइसकेपछि चाहिँ त्यो पानी निक्लेको खसीको मासु त्यही माथि हालेर हामीले चाहिँ अलिकति पानी हाल्दै छोप्दै त्यसलाई मजाले भुट्दै अनि एकदम अलिकति ब्राउन हुन्जेल मासुलाई मजाले भुट्यौँ। र भुटिसकेपछि मैले चाहिँ मसला सुरुमा हालेन किनकि मसला सुरुमै हाल्यो भने मसला चाहिँ त्यो सबै जलेर जान्छ। त्यही भएर अलिकति बरु नुन चाहिँ हामीले पहिला हाल्न सक्छौँ किनकि नुन अझै मजाले भिजोस् भनेर। र त्यो नुनले गर्दाखेरि थोरै पानी निस्किन्छ, त्यही भएर नुन चाहिँ हामीले पहिला हालेका थियौँ। अब चाहिँ यो मजाले यतिको भइसकेपछि हामीले चाहिँ यसमा अरू मसलाहरू थप्नेछौँ। र मसलाहरू थप्दाखेरि चाहिँ हामीले मजाले देखाएर भन्छु म। सुरुमा चाहिँ हामीलाई यो धनिया पाउडर हाल्यौँ, जसलाई चाहिँ कोरिएन्डर पाउडर भनिन्छ। यो चाहिँ हामीले 2 चम्चा हाल्यौँ। त्यसै गरी हामीसँग अर्को थियो जिरा पाउडर पनि हामीले 2 चम्चा हाल्यौँ आफ्नो स्वादअनुसार। अनि त्यसपछि हामीले हाल्यौँ कश्मिरी चिल्ली पाउडर, त्यो पनि स्वादअनुसार हाल्यौँ। र त्यसै गरी हामीसँग अर्को थियो मटन मसला या मिट मसला, त्यो पनि हामीले स्वादअनुसार हाल्यौँ। अनि अर्को चाहिँ यो हाम्रो ल्वाङ सुकमेलको पेस्ट, यो चाहिँ धेरै हालेन, 1 चम्चा अनि आधा हाल्यौँ किनकि यसले अलिकति धेरै गरम गराउँछ भनेर त्यो चाहिँ कम हाल्यौँ। त्यसपछि छ नेपालको प्योर हल्दी, द टर्मरिक पाउडर, त्यो हाल्यौँ। त्यो हालिसकेपछि चाहिँ मजाले चलाएर एकछिनमै पानी हालिदियौँ किनकि एकछिनमै पानी हालेन भने मसला जति सबै जलेर जान्छ र मसलाको टेस्ट जति सबै उड्छ। त्यस कारणले चाहिँ हामीले मसला चाहिँ त्यो मासु मजाले भुटिसकेपछि पानी हाल्ने बेला चाहिँ हामीले अलिकति ग्रेभी बनाउने बेला चाहिँ मसला हालेका थियौँ र यसरी मजाले यसलाई चलाएका थियौँ। यदि तपाईँहरू युकेमा हुनुहुन्छ भने यु क्यान फलो द रेसिपी एन्ड इन्जोय योर डे है। आज चाहिँ हाम्रो बिदा भएको कारणले चाहिँ हामीले चाहिँ मजाले यसरी बनाएर गरेका थियौँ। यतिकैमा भाइले धनिया ल्याएर राखिदिनु भयो अनि मैले चाहिँ त्यो धनियालाई मजाले धोएर अनि त्यसलाई चाहिँ काटेर अनि लास्टमा हाल्ने भनेर छुट्टै राखेको थिएँ। र बाँकी भिडियो चाहिँ हेरिदिनु होला, इन्जोय गरिदिनु होला। हस्, थ्याङ्क यू।
अब यति भइसकेपछि म चाहिँ निस्केँ 1-2टा यसो जिम हानौँ भनेर बाहिर। अनि 2-4वटा यसो जिम हानेर फेरि हामी चाहिँ भित्र निस्क्यौँ। अनि भित्र आइसकेपछि चाहिँ मासु पाकिसकेको थियो। 3 जनालाई यसरी मजाले बाँड्यौँ। बाँडिसकेपछि ग्रेभी हाल्यौँ। ग्रेभी हालिसकेपछि यसरी झोल पनि राख्यौँ तीनटैलाई। हाम्रो चाहिँ त्यो कचौरामा राखेर खाने प्लान थियो। फेरि पछि हैन नेपाली स्टाइलले खानुपर्छ भनेर एउटैमा टक्क ग्रेभी, झोल, भात एउटै थालमा हालेर अनि हामी 3 जना चाहिँ खान पस्यौँ ग्वाम ग्वाम।